आज धेरै दिन पछाडि फेरि भ्लगको स्टार्ट गर्दैछु अनि बीचमा चाहिँ त्यही 2-3 दिनको ग्याप भयो। मेरो भिडियो कस्तो लाउँछ हजुरले मेरो भिडियो हेर्नु भा हेर्नु न। हामी बस्ने गल्ली चाहिँ यो हो गाइस अनि हामी बस्ने बिल्डिङ चाहिँ यो हो माथिल्लो तलामा हामी बस्ने चाहिँ। यहाँ पनि जम्मै बनाएर पनि बाहिर गइसक्यो जहाँ पुर्याउनु पर्ने हो। अब यो चाहिँ घरको लागि छ होटलको लागि अनि बाबाले चाहिँ अब काउन्ट गरेर हाल्दै हुनुहुन्छ। ल गाइस गाडी चाहिँ यस्तो फोहोर भएको छ अहिले बल्ल देखिया हेर्नु नि यस्तो अनि अब चाहिँ धुन लाग्यो। ल ट्याक्क मिलेर धुन पर्यो। आजको भ्लग अलिक कम्प्लिट गर्न सकिएन जस्तो भयो। बाँकी आजको भ्लगलाई भोलि पनि जोडेर बनाउनु पर्ला। तर अस्तिभन्दा चाहिँ आज अलिकति छिटो चाहिँ यसो हेलमेट लिन भनेर हामी जाँदैछौँ। अब आज पनि पाउँछ कि पाउँदैन त्यो म तपाईँहरूलाई देखाउने छु। ल हामी चाहिँ हेलमेट लिन आएको अनि लिइ पनि सक्यो। यो चाहिँ फिक्स भइसक्यो कालोवाला योवाला चाहिँ। अनि अब यो लिन्छौँ अनि त्यसपछि निस्किन्छ पैसा दिनु पर्यो। हेलमेट लाएरै फर्किने भन्ने कुरा भएको थियो। तर कुरा कस्तो भयो भन्दा यता देख्न सक्नुहुन्छ के अरे यस्तो बक्समा हालेर अनि प्याक गरेर दियो। रियोना मसँग डराडरै गर्छ अनि रियोनाको लागि चाहिँ एउटा लेखिदिनु पर्यो अनि खुसी हुन्छ कि भन्ने आश छ। सो हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। वेलकम ब्याक टु द अनदर भिडियो। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदम फिट एन्ड फाइन छु गाइज। अनि फेरि पनि तपाईँहरूलाई मेरो अर्को भ्लगमा स्वागत छ। अनि आज धेरै दिन पछाडि फेरि भ्लगको स्टार्ट गर्दैछु अनि बिचमा चाहिँ त्यही 2-3 दिनको ग्याप भयो। किन भन्दाखेरि चाहिँ खासै बाहिर यताउता डुल्न पनि कतै गएनौँ, त्यही हो घरै बसियो अनि त्यो भएर पनि अनि 2-3 दिन भिडियो आएन। अनि आजको भ्लगको सुरुवात गर्नभन्दा अगाडि चाहिँ म तपाईँहरूलाई सानो कुरा सेयर गर्न मन लाग्यो, सानो कुरा भन्न मन लाग्यो। अनि त्यो चाहिँ के भन्दाखेरि जब म चाहिँ नेपाल थिएँ, अहिले चाहिँ म इन्डिया छु नि त पुनामा। अनि जब म चाहिँ नेपाल थिएँ अनि नेपालतिर भ्लग गराउँदै गर्दाखेरि चाहिँ 500 भ्युज चाहिँ इजिली पर्थ्यो अनि त्यस पछाडि कहिलेकाहीँ 1K पनि पुग्थ्यो, 1K पनि नाग्थ्यो, त्यस्तो हुन्थ्यो। अनि जब म इन्डिया आए पछाडि त भ्युज एकदमै धेरै कम गइरहेको छ। त्यो चाहिँ मैले अलि बुझ्न सकिरहेको छैन कि। अनि मलाई चाहिँ कस्तो लागिरहेको थियो भन्दा इन्डिया गए पछाडि चाहिँ अलिकति फरक कन्टेन्ट हुन्छ होला अनि एकदमै फरक भिडियोहरू पनि अलिक फरक हुन्छ, ठाउँहरू फरक हुन्छ। अनि इन्डियातिर यसो सक्दो घुमेर म तपाईँहरूलाई देखाउँछु भन्नु सोचेर आएको। अनि उल्टै भ्युज झन् कम गइरहेको छ। अनि सायद तपाईँहरूलाई चाहिँ यहाँको कन्टेन्टहरू, यहाँको इन्डियाको भिडियोहरू चाहिँ मन परिरहेको छैन कि कस्तो लागिरहेको छ भन्दै। तर नेपालमा हुँदा भन्दा चाहिँ अलिकति भ्युज चाहिँ कम गइरहेको छ कि। अनि त्यो भएर पनि मलाई चाहिँ अलिकति कस्तो नराम्रो फिल भयो। अनि त्यस पछाडि 2-3 दिन भ्लग बनाउनु पनि जोस चलेन कि। अनि त्यस्तो भयो, त्यो भएर चाहिँ अलिकति ग्याप भयो 2-3 दिनको। खासमा वास्तवमा भन्नुपर्दाखेरि चाहिँ कुरा चाहिँ त्यो हो। अनि त्यही हो, तपाईँहरूलाई कस्तो खालको भिडियो चाहियो प्लिज कमेन्ट गर्नु होला है। अनि यदि ममा केही कमजोरी छ भने पनि प्लिज तपाईँहरूले कमेन्ट गरेर भनिदिनु होला। म त्यसलाई सुधारेर अनि तपाईँहरूलाई चाहिएको जस्तो भिडियो पनि म बनाउने छु। अनि होइन अहिलेसम्म चाहिँ एकदमै धेरै सपोर्ट गर्नुभएको छ। तपाईँहरूको सपोर्टको कारणले नै म अहिले यहाँसम्म पुग्न सकेको छु। तर त्यो सपोर्ट चाहिँ नघटाउनु होला भन्न चाहन्छु, उल्टो बढाइदिनु होला। अनि मलाई कमेन्टमा पनि यस्तो गर्नु उस्तो गर्नु राम्रो छ यताउता अब जे मनमा लाग्छ त्यो चाहिँ कमेन्ट गरिदिनु होला। ताकि त्यसले गर्दाखेरि चाहिँ मलाई ममा सुधार्नु पर्ने छ भने चाहिँ म त्यसलाई सुधार्दै जानेछु र अनि मलाई पनि एउटा ऊर्जा मिल्छ कि। अनि त्यस पछाडि म अलि जोसिलो भएर भिडियो बनाउने छु अनि तपाईँहरूलाई इन्ट्रेस्टिङ लाग्नेछ। अनि त्यही हो, कमेन्टमा चाहिँ भन्नु होला कस्तो कस्तो खालको भिडियो चाहियो। अनि ममा भएको कमीहरू पनि तपाईँहरूले भनिदिनु भयो भने चाहिँ त्यसलाई बिस्तारै सुधार्दै लैजान चाहिँ हेल्प हुन्छ। त्यति नै भन्न चाहन्छु। अनि यदि तपाईँहरूलाई मेरो हिन्दीमा पनि भ्लग चाहिन्छ भने चाहिँ तपाईँहरूले कमेन्ट गर्नु होला। मैले हिन्दीमा पनि एउटा भ्लग बनाएर म तपाईँहरूको माझमा ल्याउने छु। इभन इङ्ग्लिसमा भन्नुहुन्छ भने पनि इङ्ग्लिसमा पनि ठोकिदिन्छु मैले, टेन्सन छैन। अनि तर तपाईँहरूले चाहिँ भन्नु पर्यो अनि त्यस पछाडि साथ सपोर्ट चाहिँ मजाले दिनु पर्यो भन्न चाहेको मात्रै हो। बाँकी त्यही हो, आजको भ्लगको सुरुवात चाहिँ गरेँ। अनि 2-3 दिन भ्लग नआउनुको कारण पनि मैले तपाईँहरूलाई भनिसकेँ है। नेपालतिर हुँदाखेरि चाहिँ अलिक राम्रो भ्युज गइरहेको थियो, राम्रै सपोर्ट आइरहेको थियो।
तर जब इन्डिया आएँ इन्डियाबाट मैले चाहिँ के सोचेको भन्दा अब फरक इन्डिया भनेको अब अर्कै देश पनि हो नि त। अनि इन्डियामा अब इन्डियाको चिजहरू चाहिँ सक्दो म तपाईँहरूलाई देखाउने कोसिस चाहिँ गरिरहेको थिएँ नि त। अनि त्यसो गर्दा गर्दै पनि अलिकति भ्युज कम जाँदाखेरि चाहिँ कस्तो लाग्यो भन्दा अलि राम्रो चाहिँ भिडियो बनेन कि जस्तो चाहिँ मलाई फिल भयो कि है। त्यो भएर पनि मैले अलिकति भिडियो बनाउन मन लागेन अनि अलिकति डिसपोइन्ट भएँ। त्यो भएर चाहिँ 2-3 दिन आएन, डोन्ट माइन्ड। अनि आज चाहिँ फुल अर्कै जोससँग अनि भिडियो स्टार्ट गरेको छु। जस तपाईँहरूसँग यो कुरा पनि सेयर गर्छु भनेर मात्रै हो। बाँकी आजको भ्लग चाहिँ अलिकति छिटो नै स्टार्ट भएको छ। अहिले कति 9:30 भएको छ अनि भ्लगको स्टार्ट चाहिँ गरिदिइसकेको छु। अनि आज चाहिँ म कहाँ जान्छु के गर्छु त्यो चाहिँ एक्ज्याक्टली केही पनि थाहा छैन। जस भ्लगको स्टार्ट मात्रै गरिदिएको, बाँकी जे हुन्छ त्यो सबै म तपाईँहरूलाई देखाउँदै जानेछु। अनि अहिले चाहिँ म उठेर फ्रेस भएर अनि रेडी भएर अब चाहिँ म लगायत बसु, प्रतिमा, राजु मामा सबै भएर चाहिँ अहिले पहिला चाहिँ किचन जान लाग्यो। किनभने किचनमा चाहिँ हेल्प गर्नुपर्छ। पहिला चाहिँ हामी किचन जान्छौँ अनि त्यहाँको किचनको काम सकिसके पछाडि चाहिँ बल्ल हामी फ्री भइन्छ। अनि त्यस पछाडि के हुन्छ त्यो सबै म तपाईँहरूलाई देखाउने छु। अनि जस आज चाहिँ 2-3 दिन अलिकति डिमोटिभेट भएँ अनि त्यसको लागि तपाईँहरूसँग माफी माग्दै अनि तपाईँहरूको पनि अझै धेरै सपोर्टको अपेक्षा गर्दै अनि आजको भिडियो स्टार्ट गरिदिइसकेको छु फुल्ली जोसमा। सो इन्जोय द भिडियो गाइस। हेलो गरिदिनु, यसो गरिदिनु त ल ल बाई बाई भनेको कि हाई भनेको? हाई हो हाई हो हाई हो हाई हो। सन्चै हुनुहुन्छ? हजुरलाई भिडियोमा चाहिँ धेरैजनाले हेर्न खोज्नु भएको थियो, त्यही भएर कि कुनले हेर्न खोज्यो होइन धेरै भयो नि त मेरो भिडियोमा नदेखेको हजुर, त्यही भएर कि राम्ररी देखियो आमालाई देखियो कि। अनि केही भन्न चाहनुहुन्छ? मेरो भिडियो कस्तो लाउँछ हजुरले? मेरो भिडियो हेर्नु भएको? हेर्नुहुन्न? मेरो भ्लग हेर्नुहुन्न? लामो हुन्छ पैसा भेन्छ भेन नै त। छोटो भिडियो धेरै हेर्न र मेरो भिडियो एउटै हेर्न ठिकै थियो नि। पैसा भ्याइए राजु मामालाई पैसा हाल्दै त भन्ने त अनि काम छ छोरालाई। ए त्यस्तो माया लाउने पैसा भन्दै हजुरले त पैसाको मुठै बनाएर राख्नु भएको छ भन्ने सुनेको थिएँ होइन र? आमा त बाठियो कि पुरै मुठा पैसाको मुठा बनाएर राख्नु भएको छ। एक दिन देखाउने है मुठा मलाई। हो देखाउने मलाई एक दिन। अहिले म आएपछि देखाउने एक दिन है। ल ल बाई 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 गरिदिनु बाई। ल आमाले चाहिँ यहाँ ढोका लाउनु लाउनु ल ढोका लाएर बस्नु फेरि चोर नआउला न हजुरलाई। ल गाइस के अरे हामी चाहिँ अब के अरे किचन निस्किनु लाग्यो। बाँकी राजु मामा, प्रतिमा, बसु सबैजना गइसक्यो तल। अनि हामी चाहिँ पहिला अब किचन जान्छौँ अनि किचनमा गएर केही हाम्रो काम सकाउँछौँ अनि त्यस पछाडि बल्ल अलिकति इन्ट्रेस्टिङ हुन्छ होला। ल गाइस हामी चाहिँ घरबाट निस्केर जाँदैछौँ। अनि हामी बस्ने गल्ली चाहिँ यो हो गाइस। अनि हामी बस्ने बिल्डिङ चाहिँ यो हो, माथिल्लो तलामा हामी बस्ने चाहिँ। अनि गल्ली चाहिँ यही हो, अगाडि यस्तो छ, पछाडि यस्तो छ। हामी चाहिँ जाँदैछौँ। बाँकी कुरा बसु र के भन्छ अरे प्रतिमा चाहिँ अगाडि गइसक्यो। अनि पछाडि चाहिँ म र राजु मामा छौँ। आज चाहिँ त्यही फटाफट किचनमा गएर फटाफट हाम्रो काम सकाएर अनि त्यस पछाडि चाहिँ आज घरेलु सङ्गति पनि छ, मङ्गलबार हो नि त। अनि त्यो पनि जानुपर्ने हुन्छ। अनि त्यस पछाडि के हुन्छ जस भ्लग स्टार्ट गरेन भने चाहिँ गरेन हुन्छ। अनि जस गऱ्यो भने चाहिँ जसरी नै पुग्छ कि। अनि त्यो भएर आज चाहिँ अलिकति फरक जोससँग स्टार्ट चाहिँ गरिदिएको छु। त्यही हो, आशा छ मन पराउनु हुनेछ अनि इन्जोय गर्नुहुनेछ। अहिले भने हामी किचन जाँदैछौँ। अनि हामी बस्ने ठाउँबाट चाहिँ नजिकै हो, यहाँबाट अलिकति माथि गएर यसो अलि माथिपट्टि चाहिँ हाम्रो किचन छ, हिँड्दै पनि जान मिल्छ। त्यो भएर अब बाइक छ घरमा एउटा, त्यही बुलेट। तर एउटा बाइकमा अब 4 जना चढेर जाने कुरा त भएन। त्यो भएर हिँड्दै जाँदैछौँ हामी चाहिँ। ल बाँकी कुरा चाहिँ अब गर्दै गरौँला। बाँकी अहिले किचनमा गए पछाडि म
सक्दो तपाईँहरूलाई देखाउनेछु। अहिले पनि हामी पहिला जान्छौँ है त। अहिले चाहिँ बसु र प्रतिमालाई नि भेटाइसक्यौँ हामीले, यिनीहरू पनि जाँदैछ। अहिले चाहिँ हामी ट्याक्कै 4 जना, अगाडि राजु मामा, पछाडि हामी 3टा गरेर 4 जना टोटल भइयो। अनि ल अब चाहिँ धेरै कुरा नगरौँ, बाँकी अब छिटो हामी किचन जान्छौँ। अनि त्यस पछाडि पहिला किचनको काम भ्याउनु पर्ने हुन्छ। त्यसो काम भ्याइसके पछाडि चाहिँ हामी टोटल्ली फ्री भइन्छ। त्यस पछाडि बल्ल माहौल सुरु हुन्छ है गाइज, डोन्ट वरी। ल गाइज हामी चाहिँ के अरे किचन आएर अनि त्यस पछाडि मजाले मोमो बनाएर अनि मोमो बनाएर पनि सकाएर अब चाहिँ हामी घरतिर निस्किन लाग्यो। अनि आउँदा बित्तिकै चाहिँ अब तपाईँहरूसँग बोलेर बस्नै भ्याइएन गाइज, अब किन भन्दा सबै मोमोहरू बनाउनु पर्छ नि त, अनि टाइममा सबैलाई सप्लाई गर्नुपर्छ। त्यो भएर चाहिँ अलिकति बिजी भयो। अनि अहिले चाहिँ मोमो बनाएर सबै सकिसकेको छ, यतातिर क्लिन भइसकेको छ। अनि यहाँ पनि जम्मै बनाएर पनि बाहिर गइसक्यो जहाँ पुऱ्याउनु पर्ने हो। अब यो चाहिँ घरको लागि छ, होटलको लागि। अनि बाबाले चाहिँ अब काउन्ट गरेर हाल्दै हुनुहुन्छ टक्क लाएर। अनि अब यति चाहिँ होटलको लागि हो। अनि बाँकी सबै के भन्छ अरे प्याक गरेर जम्मै पुऱ्याउनु पर्ने ठाउँमा चाहिँ गइसक्यो मोमो चाहिँ। ल त्यही हो, हाम्रो चाहिँ काम सकिसक्यो, बाँकी अरू चाहिँ गइसक्यो। अब म पनि निस्किन लाग्यो। अब चाहिँ पहिला घरतिर जाउँ, बाँकी कुरा घरतिर गएर अनि के हुन्छ म तपाईँहरूलाई देखाउनेछु। अहिले भने ल निस्किन लाग्यो त। ओ माई गड, के भयो घाम। ल गाइज म चाहिँ अब किचनबाट निस्किसकेँ। अनि अब चाहिँ घरतिर जानु लाग्यो, अरू सबै गइसक्यो अगाडि। बाँकी कुरा चाहिँ अब घरै गएपछि के हुन्छ म तपाईँहरूलाई देखाउनेछु। अब चाहिँ लागेको है त। के भन्नु, नमस्ते गर्नु न। के छ कि मसँग हिँड्नु? ल दुध लिन पऱ्यो अरे। मम्मी फेरि चिया लभर हो कि, चाय लभर। रियो न हाई गरिदियो त अगाडि हेर। ए हेर्नु त अगाडि नहेर्ने, हाई गरिदियो भाइ। यता हेर न, हाई गर, हाई गर, हाई। ल हामी चाहिँ घरतिर जाँदैछौँ। अनि बिचरा रियोना एक्लै भयो। यो चाहिँ मेरो नजिकै पर्दैन गाइज, मसँग अहिले म इन्डिया आएको 1 महिना हुन लाग्यो। अनि अहिलेसम्म पनि मेरो काखमा आएको छैन कि। अनि मलाई देखेपछि डराएर कता कता भागिहाल्छ। अनि आज चाहिँ के अरे बसु राजु प्रतिमाहरू अगाडि पुगिसक्यो। अनि यसलाई छोड्दै अहिले एक्लै हिँडे आफ्नो तालमा। अनि पछाडि चाहिँ म र मम्मी आउँदैछ। बोलाएको बोल्दै बोल्दैन हेर्ने, हाई गर्न पठाउँछु, हेर्दै हेर्नु घोप्टी पर्दै दौडिन्छ। रियो न हाई, यता हाई गरिदेऊ, यता हेर न, यता हाई गरिदेऊ त रियो न। ऊ ठोकेला बाइकमा। आया तँलाई हेर्न भन्दा त म त आफ्नो सुरमा जान्छु भनेर दिन्छ। ल गाइज हामी चाहिँ हाम्रो बिल्डिङमा आइसकेका छौँ। अनि आएर ठ्याक्क माथि कोठातिर जानु पऱ्यो भनेको त हाम्रो राजु मामाले काम दिन लागिहाल्यो। अनि काम के भन्दाखेरि चाहिँ गाडी चाहिँ अलिकति फोहोरो भयो अरे, धुलो अलि फोहोरो भयो अरे। अब यो गाडी चाहिँ धुने अरे। अझ गाडी धुनलाई बाल्टी लिएर आएको छ उताबाट चाहिँ बसुले। अब चाहिँ राजु मामा र म, राजु र म भएर अब यो गाडीलाई चाहिँ यसो पानी सानी हालेर हल्का रूपमा धुने रे। त्यो भएर चाहिँ अब हामी गाडी धुन्छौँ अनि त्यसपछि बल्ल माथि जान्छौँ है त। ल अब ट्याक्क धोइदिनु पऱ्यो। अलिअलि फोहोरो छ हेर्नु, यो धुलो भएको छ कि देखिएन क्या, तर फोहोरो भएको छ धुने रे। अब अलिकति फोहोरो भएको देख्न रुचाउनुहुन्न कि हाम्रो मामाले फेरि। ल गाइस गाडी चाहिँ यस्तो फोहोरो भएको छ, अहिले बल्ल देखिया हेर्नु नि यस्तो। अनि अब चाहिँ धुन लाग्यो। ल ट्याक्क मिलेर धुन पर्यो। अनि ल त्यही हामी चाहिँ यस्तो गाडी धुन्छौँ। तपाईँहरू अब टाइम ल्याप्स इन्जोय गर्नुहोस्। अनि त्यस पछाडि भेटौँ है। जिउँदो बलिदान तपाईको वेदीमा प्रभु हरेक दिन बन्न सकुमा। ल गाइस हामी चाहिँ मस्त रूपमा कार धोएर अनि माथि कोठामा आइसक्यो रुममा। अनि अलिअलि पानी सानी हालेर हल्का पोसपास मात्रै गरेको, अलिअलि धुलो भएको थियो। अब चाहिँ खाना खाने हो, बाँकी चाहिँ त्यही हो। हाई गरिदिनु त्यो अनुहारै छेक्ने गरेर होइन कि, अलि यतापट्टि यसो गर्ने हो कि हाई, अलि यतापट्टि हो त्यसरी। अनि यसरी हल्लाउनु त हो, त्यो हो कि हाई भनेको। हजुर त अहिले मलाई पैसाको मुठो देखाउँछु भन्नुभएको थियो।
अलिकति लाज घिन भन्ने त मान्छेमा हुनुपर्छ क्या। छ अरे छ के देखाउँछ भने आज देखाउनुहुन्छ कि भोलि देखाउनुहुन्छ? छ देखाउनु आज देखाउनुहुन्छ कि भोलि? ल्याएर अहिले भर छ भनेको मसँग भिडियो छ यहाँ। भोलि देखाउनु है त सुटुक्क है। भोलि म घरै हुन्छ त्यति बेला ट्याक्क है। हेर्न त पाइएन आमाको बचत। दाँत त देखाइदिनु एकचोटि गरेर। अलि अलि देखाउनु नि एउटै भयो नि के भयो त नि। एउटा भनेको त एकदम गहना हाँस्दैन के किन हाँस्ने? यी गर्नु के हजुरको दाँत म हालिदिन्छु नि त पछि कमायो भने ल। यी गर्नु खै गर्नु नि गर्नु के हो यसो यसो गर्नु नि एकचोटि। ए मासतिर होइन कि चोसो ए गर्नु नि गर्नु केही हुन्न कि ए गर्नु नि यति न आ गर्नु न त यी गर्नु नि त कस्तो नदेखिन्छ यो बुढी हुँदा नि राम्रो देखिन्छ। गर्नु होइन बुढी भएको दाँत झन् राम्रो हुन्छ कि राम्रो देखिन्छ। ल गाइस त्यही हो घर आएर आनन्द बस्दैछु अनि सबैजना घरमै हुनुहुन्छ। अनि अब चाहिँ खाना खान लाग्यो। खाना पनि आइसकेको रहेछ हेर्न सक्नुहुन्छ। दाल अनि अन्डा भात अनि सब्जी ट्याक्क लाएर अब चाहिँ हामी खाना खान्छौँ। अनि बाँकी कुरा खाना खाइसके पछाडि गरौँला। अहिले भने थोरै खाना खानको लागि मलाई समाइदिनुहोस् है त। ल गाइस अहिले चाहिँ म एकछिन रेस्ट गरेर अनि त्यस पछाडि यसो फ्रेस भएर अनि रेडी भएर अब चाहिँ हामी सङ्गति निस्किन लाग्यो। आज चाहिँ घरेलु सङ्गति छ अनि अब चाहिँ हामी सबैजना सङ्गति निस्किन लाग्यो। अनि पहिला चाहिँ अब हामी सङ्गति जान्छौँ अनि त्यस पछाडि मिलेसम्म म सङ्गतिमा पनि देखाउँछु। नमिल्यो भने सङ्गति पछाडि फेरि भेटौँला। अहिले भने हामी निस्केको ल। ल गाइस हामी चाहिँ घरेलु सङ्गति गएर सकाएर अनि फेरि हाम्रो राजु मामा चाहिँ घर गएर गाडी लिएर आएर अनि हामीलाई बाटैबाट पिक गरेर अनि हामी घर पनि नगइकन डाइरेक्ट बाटैबाट उठाइएर अब हामी जाँदैछौँ। कता हो थाहा छैन। अनि जस आज चाहिँ भ्लग त स्टार्ट गरेँ तर अलि कम्प्लिट भइरहेको छैन। अनि अहिले चाहिँ कति 7:45 भइसक्यो 8 बज्न लागिसक्यो। अनि बल्ल यस बेला हामी बाहिर निस्केका छौँ। अब कता कता गइन्छ के गरिन्छ त्यो प्लान चाहिँ एक्ज्याक्टली भएको छैन। जस हामी चाहिँ निस्किसकेका छौँ। अब हिँड्दा हिँड्दै यसो प्लान गर्छौँ अनि त्यस पछाडि कता कता के हुन्छ म तपाईँहरूलाई देखाउँदै जानेछु। अहिले भने जस हामी निस्किसकेका छौँ घरबाट। अनि हामी 4 जना हिँड्यौँ म अनि यता राजु मामा अनि पछाडि चाहिँ बसु र प्रतिमा छ। अनि हामी यतिजना भएर फेरि निस्किसकेका छौँ। अब कता कता गइन्छ के गरिन्छ त्यो त म तपाईँहरूलाई देखाउँदै जानेछु। हेर्दै गर्नु होला है त। ल गाइस आज चाहिँ हामी कता कता घुम्ने अनि के खाने भनेर सोचेको थियौँ तर भनेर सोचे जस्तो चाहिँ केही पनि भएन। अनि मासतिर एकचोटि डाँडातिर घुम्न गयौँ। अहिले चाहिँ फर्केर आएर अनि बन्द हुने बेलामा यतातिर चाहिँ हामी के अरे यो चाहिँ शोरमा प्लेट हो। यो चाहिँ चिकन शोरमा हो। अनि यतातिर रोटीहरू यसरी दिँदो रहेछ। अनि यतातिर चाहिँ एउटा के अरे चिकन शोरमा पनि छ भित्र देख्न सक्नुहुन्छ होइन। अनि अहिले चाहिँ यो खाना लान्छौँ टक्क लाएर अनि ल त्यही अब यही यसो मिलेर खान्छौँ। अनि त्यसपछि हामी निस्किन्छौँ घरतिर। रात परिसक्यो 11 बजिसक्यो। अहिलेसम्म हामी बाहिरै छौँ। आजको भ्लग चाहिँ 11:30 भइसकेको रहेछ। अनि अहिलेसम्म हामी बाहिर नै छौँ। आजको भ्लग त्यति इन्ट्रेस्टिङ भएन। आजको भ्लग अलिक कम्प्लिट गर्न सकिएन जस्तो भयो। बाँकी आजको भ्लगलाई भोलि पनि जोडेर बनाउनु पर्ला। अहिले चाहिँ हामी खान्छौँ है त। यो ट्याक्क टेस्ट गरौँ न यति त के छ र होइन। यसले यसो गरेर त्यस पछाडि यस्तो टेस्ट हान्नु नि। यता त्यो थम्सअप पनि आइसक्यो। अलराइट गाइज नेक्स्ट डे सेम भ्लगमा तपाईँहरूलाई स्वागत छ। अनि के अरे हिजो चाहिँ भ्लगलाई कन्टिन्यू गर्न सकिएन किन भन्दा त्यति इन्ट्रेस्टिङ भएन। अनि हामी बिना मेसै बाहिर निस्केको थियौँ अनि बिना मेसै घर फर्केर आयौँ। त्यो भएर चाहिँ त्यति इन्ट्रेस्टिङ भएन। त्यो कारणले चाहिँ आज फेरि हिजोको भ्लगबाटै आज फेरि कन्टिन्यू गर्दैछु। अनि आज चाहिँ फेरि मामा र म अस्ति जाँदाखेरि हामी हेलमेट लिन जाने भन्दै जाँदाखेरि चाहिँ हेलमेट पाइएको थिएन नि त। अनि आज चाहिँ बल्ल अलिकति छिटो अँधेरो त भर्खर हुन लाग्यो तर अस्तिभन्दा चाहिँ आज अलिकति छिटो चाहिँ यसो हेलमेट लिन भनेर हामी जाँदैछौँ।
अब आज पनि पाउँछ कि पाउँदैन त्यो म तपाईँहरूलाई देखाउने छु। अनि यसो गएर एउटा अलिकति राम्रो हेलमेट किनेर ल्याउनु पऱ्यो कि अब हेलमेटै नलाएर हिँडे पनि हुन्छ हुन त त्यही पनि आफ्नै सेफ्टीको लागि हो। अनि कस्तो नाङ्गो हिँडे जस्तो हुने कि हेलमेट नलाइकन चलाएर हिँड्दा। अनि त्यो भएर चाहिँ लिन जाँदैछौँ, बाँकी कुरा गर्दै गरौँला। अहिले पनि हामी घरबाट निस्केर जाँदैछौँ है त। ल सर हामी चाहिँ हेलमेट हेर्न आएको। अनि यो चाहिँ योवाला चाहिँ अलिक मन परेको होइन। यसको यो भाइजर चाहिँ अलिक मन परेन। यसलाई चाहिँ निकालिदिएर अनि ओपन कलर यहाँ चाहिँ एउटा गगल टाइपको किन्ने भनेको। अनि योवाला चाहिँ हेलमेट दिएको छ। के अरे यो चाहिँ एक्सवार्डको अनि यसको छ। यसलाई चाहिँ निकाल्न मिल्छ। अनि योवाला चाहिँ हामीले लिएको छौँ है त। के अरे अर्को कलरमा चाहिँ कालोमा मगाएको, कालोमा चाहिँ लिनु किनभने बाइक अलिक कालो ल हामी चाहिँ हेलमेट लिन आएको। अनि लिइ पनि सक्यौँ। यो चाहिँ फिक्स भइसक्यो कालोवाला, योवाला चाहिँ। अनि अब यो लिन्छौँ अनि त्यसपछि निस्किन्छौँ, पैसा दिनु पऱ्यो। अब यसलाई चाहिँ चाहिएको चिज के भन्दा यो खै म भन्छु है त। यसको यो चाहिँ निकालेर अनि यहाँ चाहिँ यस्तो के अरे क्याप जस्तो लगाउन मिल्छ, त्यो पनि खोज्ने हो। अनि एउटा चाहिँ यहाँ यस्तरी टक्क चस्मा जस्तो गगल टाइपको। अनि के हुन्छ यो चाहिँ अहिले यति हेलमेट मात्रै लिएछौँ, बाँकी यो चाहिँ बाहिरबाट लिने हो। अनि आजलाई चाहिँ बन्द हुन लागिसकेको छ, प्रायःसम्म लिन्छौँ नत्र पछि लिन्छौँ। अहिले चाहिँ यो हेलमेट फिक्स भयो है त। ल भित्र हेर्नु कस्तो राम्रो प्रिमियम टाइपको छ कि वाह है, लेदर टाइपमा कस्तो राम्रो छ। ल लिइदिनु, पैसा दिनुहोस्। ल अब पैसा दिन्छौँ, निस्किन्छौँ। अनलाइन भएको मान्छेसँग पैसा सक्छ, मसँग चाहिँ अलिकति पाँच यही इसको पहले बस 20 रुपीज़ का भी वही पता नहीं पहले ना देखा था। ल गाइज हामी चाहिँ के अरे हेलमेट लिएर निस्किसकेँ भर्खरै। यतातिर देख्न सक्नुहुन्छ हेलमेट चाहिँ। अनि के अरे ल यो चाहिँ अब यता मामालाई एकछिन थमाउँदै मोटो सेन्टर रहेछ। यहाँ चाहिँ नाम चाहिँ MOTO मोटो सेन्ट्रल भनेर रहेछ। अनि अब चाहिँ हामी निस्किन लाग्यो। बाँकी कुरा जाँदै गर्दाखेरि गरौँला या फेरि उतै पुगे पछाडि। अहिले भने हामी जस हेलमेट लिएर निस्क्यौँ। अब त्यो हेलमेटलाई चाहिने एउटा त्यो यस्तो क्याप जस्तो, अनि त्यस पछाडि गगलहरू चाहिँ किन्ने छ, त्यो चाहिँ अलिक पछि किनेर हाल्ने हो। ल गाइज हामी चाहिँ टक्क हेलमेट लिएर घरतिर फर्किँदैछौँ। अनि के अरे हेलमेट लाएरै फर्किने भन्ने कुरा भएको थियो। तर कुरा कस्तो भयो भन्दा यता देख्न सक्नुहुन्छ के अरे यस्तो बक्समा हालेर अनि प्याक गरेर दियो। अब निकालेर अनि झोलामा पनि छ भित्र, त्यो के भन्छ अब हेलमेटको झोला हुन्छ नि, त्यस्तोमा हालेर बक्समा प्याक गरेर दियो। अब त्यसलाई के अरे निकालेर लाएर जान पनि अब झोला मात्र फेरि के हातमा लिएर जाने भन्ने भयो। त्यो भएर आजको दिनलाई यतिकै हेर्नु होला बिना हेलमेटमै। अनि टक्क भोलिबाट चाहिँ हेलमेट लाएर हिँडिन्छ है गाइस। म अब जसले चलाए पनि ट्याक्क हेलमेट लाएर हिँड्नेवालामा छौँ। अनि के अरे त्यो हेलमेटको चाहिँ सिसा के अगाडिको त्यो भाइजर चाहिँ मलाई फिटिकै मन परेको छैन, मलाई पनि मामालाई पनि। तर हेलमेट चाहिँ एकदमै राम्रो लाग्यो। अनि त्यो उस चाहिँ भाइजर चाहिँ रुचाएन, त्यो भाइजरलाई निकाल्न मिल्छ। अनि त्यो भाइजरलाई निकालेर चाहिँ टक्क के अरे क्याप पनि हाल्ने, अनि यस्तो त्यो क्याप टाइपको मिल्यो भने त्यो पायो भने त्यो, अनि एउटा गगल चस्मा जस्तो हाल्न मिल्छ नि त। अनि त्यो पनि खोजेर पछि हाल्ने भयो। अहिले चाहिँ सबै पसलहरू बन्द भइसक्यो, अनि खासै राम्रो पनि पाएन। अनि अनलाइनमा चाहिँ कस्तो राम्रो देखेको थियौँ हामीले चाहिँ। अनि त्यो चाहिँ सकेसम्म अनलाइनबाट पनि मगाउँछौँ। अनि त्यसपछि अनलाइन मगाएर बल्ल हाल्छौँ हामी चाहिँ। अहिलेलाई यतिकै एडजस्ट गर्नु पऱ्यो। अनि अनलाइन मगाएर हामी हाल्छौँ, दामी देखिन्छ। अहिले चाहिँ हामी फर्किँदैछौँ बाटोतिर सरल रूपमा। अनि हेलमेट चाहिँ यता छ, यसरी समातेर अनि टक्क जाँदैछौँ है त। ल लेट्स गो। ल गाइज हामी चाहिँ फर्किँदै थियौँ। अनि फर्किँदै गर्दाखेरि फेरि हामी त्यही ठाउँमा आएका छौँ जहाँ चाहिँ कोल्ड कफी अनि यता मजिदोई। अनि हाम्रो चाहिँ फेभरेट ठाउँ त्यही ठाउँमा हामी आएका छौँ यसरी। अनि यही स्ट्रिट रोडमा ट्याक्क लाएर अनि यहाँ चाहिँ एउटा चिज भेटाइयो।
एकबार उडाएको देखाए यो चाहिँ फुर्दा यस्तो रहेछ अनि यो चाहिँ गन झ्याँ हान्ने अनि यस्तरी उड्दो रहेछ फुका अनि यो चाहिँ लिएछौँ हामीले यो चाहिँ के अरे उसलाई रियोना मसँग डराइ गर्छ अनि रियोनाको लागि चाहिँ एउटा लेखिदिनु पऱ्यो अनि खुसी हुन्छ कि भन्ने आश छ अनि ल अब चाहिँ एउटा लेखिदिन्छौँ अनि त्यस पछाडि हामी निस्किन्छौँ है त लगाएछ हामी चाहिँ घर आइयो अनि हेलमेट चाहिँ यता रियाले बोकिदिँदैछ हामी चाहिँ घर आइसक्यो अब बाँकी माथि नै गएर म तपाईँहरूलाई देखाउँछु है उसलाई यो तपाईँहरूलाई देखाउँदै यो दिन्छु आउँछ कि आउँदैन त्यो लिन ए ल रियोनाले ल्याइदिएको चाहिँ यही हो आऊ हेर त आऊ छिटो यस्तरी फोर्ने अनि यस्तो गर्ने अनि के हो काम त गर्छ नि ल हेर है अब आऊ आए दिन्छु कि नत्र दिन्न म त अब हेर है यसलाई यस्तो गर्ने अनि यसलाई यस्तरी डुबाउने अनि यस्तरी निकाल्ने अनि हेर है अब आज प्रकाशसँग रियोना मान्छे जस्तो छ नजिक आएको छ हो के अरे यो मर्दा फेरि यही बेला नचल्ने परेछ यसो गर्ने गाज भरे मोबाइलमा देख्लै रियोना तिमी गर त आऊ ल आऊ गर आऊ यस्तो यहाँ डुब्ने यहाँ यसो गर्ने अनि गर्ने आऊ यहाँ आउँदै यता आऊ न यस्तो यहाँ यसो गर्ने अनि यसलाई यसो गर्ने आऊ ल यहाँ डोब अँचटा यसलाई अँचटा सबै बिला छ लगाइज म चाहिँ घर आएर अनि मस्त बसिरहेको थिएँ अनि एकछिन चाहिँ यसो रियालाई पढाए जस्तो गरेँ उसको चाहिँ इक्जाम आइरहेको छ अनि एकजना मान्छेहरू ललिपप तान्दै बस्यो अनि पढ्न चाहिँ जान्ने केही नै होइन अझ ललिपप तान्दै अझ मोबाइल हेर्दै बसेको छ भर्खर पढेर चाहिँ सक्यो अनि आउँदा बित्तिकै एकछिन यसो रियोनालाई फकाएको त्यो ल्याइदिएको कुरा के त्यो बलुन के भन्छ त्यसलाई बबल्सहरू उडाएर अनि फकाएको एकछिन अलिअलि माने जस्तो गरेर त अहिले ऊ आफ्नै तरिकाले खेल्न गइसक्यो अनि रियालाई एकछिन पढाएर अब चाहिँ हामी खाना खाने बेला भइसकेको छ अनि खानामा चाहिँ अलिकति स्पेसल छ स्पेसल के छ भन्दाखेरि है दाल भात अनि त्यसपछि यता यो सुकुटी है सुकुटीको सब्जी चटनी अनि यतापट्टि ललिपप पनि छ गाइज अनि आज चाहिँ ललिपप बनाएको मैले अनि ल अब चाहिँ धेरै कुरा नगरिकन अब फटाफट खानुपर्ने हुन्छ भात चाहिँ स्याममा लाएर अनि यतातिर बसेर सबैजना खाँदैछ अनि म पनि अब यतातिर छु अब हामी खान्छौँ है त एउटा त ललिपप चाहदिउँ न के छ रहेन यसलाई ठिक छ ल अब चाहिँ फटाफट खाना खान्छौँ अनि त्यस पछाडि भेटौँला है त ल गाइज हामी चाहिँ मस्त पेटभरि खाना खाइयो अनि खाना खाएर सकाएर अनि टक्क बसेर गफसफ गर्दैछौँ अहिले भने हामी अनि आनन्द बाहिर चाहिँ शीतल आउँछ कि गाइज अनि टक्क शीतल हावा खाँदै गफ गर्दै बस्दैछौँ अनि अब चाहिँ हामी अझै गफसफ गरेर अनि एकछिन पछाडि सुत्छौँ त्योभन्दा अगाडि चाहिँ म आजको ब्लगलाई पनि अब यतातिर एन्ड गर्न चाहन्छु आजको यो ब्लग चाहिँ तपाईँहरूलाई कस्तो लाग्यो प्लिज कमेन्ट गरेर भनिदिनु होला यदि मन परेमा सक्दो सेयर गरिदिनु होला भन्न चाहन्छु अनि जति पनि मेरो च्यानलमा नयाँ हुनुहुन्छ प्लिज सब्सक्राइब गरिदिनु होला अनि जति पनि पुरानो हुनुहुन्छ तर सब्सक्राइब गर्नुभएको छैन भने चाहिँ प्लिज तपाईँहरूले पनि सब्सक्राइब गर्नु होला भन्न चाहन्छु अनि यति भन्दै अन्तिमसम्म भिडियो हेरिदिनु भएकोमा तपाईँहरूलाई धेरैभन्दा धेरै धन्यवाद फेरि नयाँ दिनको सुरुवातसँगै नयाँ भिडियोमा भेट्नेछौँ तबसम्म सेफ भएर बस्नु होला अनि मेरो भिडियोको प्रतीक्षा गरेर बस्नु होला बाई बाई गाइज मलाई तोड्नु होस् बनाउनु होस् तपाईको इच्छा अनुसारको